The
गोमूत्रं गोमयश्रयं दधि सर्पिकुशासनं तीर्थोयुक्तं समायुक्तं सर्वपापप्रणाशनम् औ गोमूत्रं द्वैसं दर्शनं सर्वमङ्गा पत्राजया सौम्यं सर्वभावप्रदश्च महालक्ष्मी सर्वसम्पदानं संखोदकाय शुद्धो संखोदकाय शुद्धो संखोदकाय शुद्धो महालक्ष्मी सर्वसम्पदाय औ संखोदकाय शुद्धो संखोदकाय शुद्धो संखोदकाय शुद्धो संखोदकाय शुद्धो ओम संखोदकाय शुद्धो ओम संखोदकाय शुद्धो गोमूत्रं गोमयश्रयं दधिसर्वं ओम संखोदकाय शुद्धो संखोदकाय शुद्धो त्यहाँ सलाई छ मचिस छ ल अब यहाँ पट्टा छ कता यतै सल्काएर आउँछ ल कति बत्ती बाल्दैछ होइन ल बत्ती बालेर सुरु बत्ती एउटै सुरु सुरु च्याप्नुको सघाउनु जसलाई आगो ट्यागो होला कर्वाजो ले औरेक आचरण स्वाहा हृदय स्वाहा हृदय जीवन्ते स्वाहा काय विपक्षनार्गम स्वाहा स्वाहा तद्देहा ओम पुष्प पुष्प महापुष्पे सो पुष्प पुष्प भवे पुष्प भवे राजा नागभाषा विष्णुसे स्वयं उच्चदेशमानिनी जगने समपार हार्यमन्त दशकरोड नन्दसंवित तत्त्वपालम ललितमतन भागवतले मणिरना पशुले सामन्य प्रबलि परिवर्तन पत्रले मणि मण्डल मणिको धागको अध्ययनका उपमान गर अवन्तर कोशी प्रदेशले मोहन जिल्ला Susana Reho Sake Alam Susana Manusia adik-adik kita merasa bergabung nyaman ya Namun Rajawai Caura Bayat Makati Betus Dawai Alpina Minau Sukrawar Sare Purwakara Racetre Sri Bahirya Bhataraku Siwa Yudha Bala Karane Arjuna Risiraja Lohita Sujala Sargina Sasak Mohana Sargina कल्याण मध्ये कल्याण परिषद कल्याण सुव्यक्तम केवलम परिगणम परिशुद्ध परिगणदाता ब्रह्मचर्य सब प्रकार साहित्य असुरता सब आराधना चढ़वाए आपस में धर्म दोनों सुबह चढ़ाए श्री 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 द्वादश श्री शिव देवता समा आराधनाय चरणमा आगच्छ अग्र वज्र पादु पादयको प्रतिष्ठा स्वाहा भोगाय स्वाहा अश्रुतमाय स्वाहा राहुल स्वाहा अब टीका लगाइदिनु ल सबैले टीका लगाइदे रातो चाहिँ कहिले सादा समन्वितम रौद्र राज समेत धर्मलोक प्रतिक्रियता प्रचोदयात् आदो कल्याण मध्य कल्याण पूर्व सप्त कल्याण जजका फूलले पत्ती फल फूल पत्ती देते लाउँछ वक्रतुण्डाय धीमहि
कुसुमकाशं काशी वेच महानदी तमोरी सर्व पाप विघ्नहरं प्रणमामि द्वादश श्री देवताय दिवान पूजा सक्यो हैन सुगना पूजा सक्यो चाहिँ पिना हुने ओरे भर चामले नमस्ते गरिरहेको चाहिँ के गर्छ के दिन मण्डलाकारं व्याप्तं देन चलाचलं तस्मै श्री गुरुवे फेरि अर्को चामल लिएर नमस्कार गर्ने तीव्र भएर मेरो संस्कृत धर्माधारमणिरं जिन बल शुद्धं मण्डलं पदलदातु सर्वानन्दे कर्मं सहसुगन्धेन मुच्येतु गुरुवृत्तः गुरु धर्म गुरु सङ्गम तथैव च गुरु वज्रधरञ्चैव गुरु सर्वं नमामि रोगेर आफ्नो मण्डपमा पूजा गर्ने मनले चाह्यो कति लिएर यसो घुमाएर छोड्दैन हो साकी लगाएकै चाउ काट्नु शुद्ध दरबे नवारिन छोड्दैन अब पनि हेर्दैन के गर्छ अब सर्व पाप नपुण्यायो सर्व पाप नपुण्यायो बद्रासने स्वाहा मणि धनी वज्रले महाप्रतिशरे रक्ष रक्षम ठोक्क स्वाहा ओम सर्व हरुटे दिगर्थे ओम सर्व पाप नपुण्यायो सर्व पाप समसनासने स्वाहा मणि जाऊ भने हो ले पहिलो टीका माछको औलाले रातो टीका लगाएर अध्यक्ष स्वाहा अध्यक्ष स्वाहा यो हल्का काट्दैन त्यसपछि फेरि अष्टको अध्यक्ष स्वाहा श्वासको जौलाको कलाको पुरा जौलाको अनि त्यसपछि फेरि चामल लिएर नमस्कार गर्ने ओम सर्व विघ्न दुःसार्यो मन्त्राधिष्ठानं भवति कारादि चतुर्विध सञ्जातं ततु परिश्रमण वन्दे विष्णु पंकज गणिका लायो श्यासने सचरं श्री पदशब्द दुई भुजं एक मुखं चित्रभ्रमितं इन्द्र नीलवर्णं स्वच्छमण्डितं सुव्याप्तं ओम च हो पहो मण्डल पुष्पे स्वाहा यहाँ पुत्र जाति भए ओम च हो पहो मण्डल पुष्पे स्वाहा श्री गुरु मण्डल श्री गुरु त्यसपछि चामलले पूजा गरेर त्यसपछि चामलले पूजा गरेर 5000 जजका देउको चुके चुके हेरे चुके चुके त्यसो हेर्नु जजका चढाएपछि फेरि फुल एउटा चढाउने फुल त्यसपछि दीपजी फलफुल रोटी के सबै चढाए नैवेद्य सर्वसनिक्तम गाज्य ओम नमो बुद्धाय गुरुवे नमो धर्माय तारिणी नमो संगाय मस्तवे नमो लोकपाले चरणवाय प्राप्तिच स्वाहा अघि जस्तै फुल चाहिँ 8 वटा फुल 8 वटा फुल चढाउँदा पहिला चढाइदियो अनि त्यसपछि टीका लगाइदिनु अब वर्ग मोर्देव प्रसवित त्रिभुजकारेण पत्रिकं यथासुखम् इदं तं परमवस्त्र नयनारं कुशलतं त्रिभुजकारं पत्रिकं आदि इत्यादि तैसँग कुसुमालिका त्यसपछि नैवेद्य वर गुरोजन रोटी फलफुल जे छ सबै एकदम खाद्य मध्य सम्बन्धित संसारको पेटन्छ तरकारी परमवस्त्रको तयारी आहुतिहरू छौँ यत्र मामा हेतु प्रमाण हेतु स्पेशल तथागत हेर्छ यत्र मामा हेतु सही सकेपछि
आयो इदम बलि ऋणगम पक्ष स्वाहा गर्नु अब चाहिँ चामल लिएर गर्छ ओम वर्षको सबै गुरुमालाई सम्पूर्ण प्रतिज्ञा हो भगवान पूजा गर मोटो आफ्नो केला हेर्नु केला अलिकति मन लाग्यो अनि मलाई त्यसै त्यो पूजा गरेको भुइँको बोल्नुको भयो आकाश खाएको अरूले त्यसरी जान्छ भ्याउँछ त्यति रहेछ औ समर स्वस्थमा कुर्ता स्वस्थमा समानताको दिन चाहिँ पानी हो भने पैसा पनि पर्दैन ओम वज्रगन्धेश्वर वज्रपुष्पेश्वर वज्रगन्धेश्वर ओम वज्रगन्धेश्वर वज्रपुष्पेश्वर वज्रगन्धेश्वर वज्रपुष्पेश्वर ओम वज्रगन्धेश्वर वज्रपुष्पेश्वर वज्रगन्धेश्वर वज्रपुष्पेश्वर हे नाथ है गुरु जी तुलसा छल बोलिया के सता विद्या तना छल बोल जीव ऊपर करुणा कृपा तय आज्ञा दे का बिजाऊ हे प्रभु भनेको अथवा हे नाथ है गुरु जीव मनस भनेको मेरो माथि भने उत्तम धाय भनेको उत्तम भएर बसेको यो बोधि चित्त ज्ञान चाहिँ भने परम उत्तम ज्ञान अति ठुलो ज्ञान भनेको चाहिँ उत्पत्ति गरेर उत्पादयामि अर्थात् उत्पत्ति गरेर सर्वसत्वार्थ कारण अर्थात् सबै प्राणीहरूको लागि कारणले गर्दाखेरि कृष्ण भनेको साह्रै कालो सम्परम भने धर्ममध्ये ठुलो ज्ञान ठुलो ज्ञान अब कृत्वा भनेर ज्ञान लिएर अब ज्ञान लिनुको निम्ति अतिलाम तासयास्यामि अमुक्ता बोधयामि हम प्राणीहरूलाई चाहिँ भने तारै स्याहार्ने अर्थात् तर्नको लागि चाहिँ अमुक्ता मोसयामि राग द्वेष मोहबाट मुक्त भएर जान्न नसकेका सत्व प्राणीलाई चाहिँ भने मुक्त गर्न पठाइदिनुको निम्ति अनास्वस्थाय भनेको बोध ज्ञानको उत्पत्ति नभएर चाहिँ भने अस्वस्थ भएर बसेका अस्वस्थ प्राणीलाई चाहिँ बोध ज्ञानमा राख्नुको लागि स्थापयास्यामि निमित्तौ फेरि पनि आमाको गर्भमा बस्नु नपर्ने अर्थात् फेरि जन्म हुनु नपर्ने निवृत्ति मार्ग अर्थात् सुखावती वनवास प्राप्त गर्ने नाथ गुरु प्रज्ञा व्रत मलाई तपाईँले गति गरिदिनु आज मलाई चुडा गर्नु गरिदिनु आज मलाई चाहिँ मेरो के छ काटिदिनु
रवि साइड लागला रवि साइड लागला उसले छोएर ठिक गरेर पाजोले काट्छ अनि अनुहार छोपेर ल्याएर यहाँ नुहाउनु ल्याउँछ भनिरहेको है अर्को त्यो चाहिँ त्योपछि आएर फेरि आफ्नै ठाउँमा बस्ने कर्म गर्नुलाई तिमीहरूले चाहिँ भने हामीसँग आन्दोलन गर्ने हो अब त्यसको लागि म नेपालीमा तिमीहरू नेवारी शब्दलाई चाहिँ बुझ्न गर्छु एक चित्तलाई सुन्ने हल्ला गर्ने है शरण त्रिरत्न शरण त्रिरत्न शरण त्रिरत्न थाहा छ त्रिरत्न भनेको बुद्ध रत्न धर्मरत्न सङ्घरत्न त्रिरत्न भन्छ है बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि सङ्घं शरणं गच्छामि अब सुन्याका कुलपुत्र पुदानी गृहनामये एव प्रवज्ञाव्रतचार्य न सक्यो वा सक्यो अर्थात् एक कुलपुत्र उनका चिबले छोरा मान्छे भएर जन्मभएका तिमीहरू कुल दीपक घर हो तिमीहरूले जुन आजको दिन अर्थात् किनारी आजको दिनमा गृहरम्भ एवं भनेको यो घरमा जबसम्म कति बस्ने कति काम गर्यो भने आज सबै कुरा छोडेर जाने प्रवज्ञाव्रत चाहिँ धारण गर्ने भनेको तिमीहरू भिचो चढ्यो भने अहिलेसम्म भिचो भएको छैन दोस्रो चरण तेस्रो चरण मात्र पूर्ण रूपमा भिसो हुन्छ दोस्रो चरण कुरा हुँदैछ भिसो भएको छैन त्यसरी भन्दाखेरि परित्यजे प्रज्ञाव्रत सक्यो हि त्रिसत्यमे अग्रमे कुरो हो बच्चा हो बालक हो कुलपुत्र हो गृहचर्य भनेको घरमा बसेर गरिने कार्य गृहचर्य व्रत छोडेर चाहिँ भने प्रज्ञाव्रत बस्ने सक्यो हि भनेको कुर्सा भनेको तिमी सक्छौ न तिमीहरूलाई चाहिँ भने प्रज्ञाव्रत दिन्छु भनेर गुरुले चाहिँ भनिसकेको सुनिसकेको शिष्यले भन्छन् कि
हो आचार्य उपाध्याय प्रतिज्ञाव्रत सकियोस् निश्चय पनि मुक्त भएर भनेर चाहिँ शिष्यले बोल्नु के भन्नुहुन्छ हे शिष्य पञ्चशिक्षा आइला ठो भन्छ नेवारीमा होइन रक्सी खानु हुँदैन थो भनेको के अरे जाँड खानु हुँदैन अनि बजार भनेको चाहिँ के भन्दाखेरि यो कुरकुरे होका छ नि अहिले त कुरकुरे मात्रै भुट्छ त्यो कुरकुरे गर्ने हक्का पनि तान्नु हुँदैन समय सापेक्षित रूपमा चाहिँ तिमीले चाहिँ यो ड्रग्सहरू लिनु हुँदैन मादक पदार्थ जति पनि छ त्यो छोड्नु पर्ने हुन्छ हाम्रो खै गानु अब जुन तेल हो आगोले चाहिँ बच्चाले छोड्छ पाजुले काट्ने दिले ताप्ने आएर बच्चाले छोपेर अझै बाहिर नहुने हुने अनि आउँदाखेरि मलाई जानकारी गराउनु यहाँ पढ्नु पर्छ तिमीहरूले भनेको पनि मैले उठाएको ल शिष्यवाच अहम पुष्पम नाम यावम गृहचर्या तेजामि जो पद नाम दिनुहोस् भनेको है भने शिष्यले भनिसकेपछि भिक्षु पदको नाम दिए अब यहाँ सुन हल्ला गर्ने है ल 1 नम्बरको सुझाव नाम गुरुमुभे स्वाहा तिम्रो देवा भिक्षु गुरुमुभे स्वाहा सर्विनो नाम भिक्षु गुरुमुभे स्वाहा शासनक बोले भिक्षु गुरुमुभे स्वाहा सात्विक नाम भिक्षु गुरुमुभे स्वाहा गुरुले प्रख्यात भयो हैन प्रसिद्ध भयो त हुँदैन गीत गाउनु हुँदैन पाठना सेन्टेड भएर हिँड्नु हुँदैन फलमाला लाउनु हुँदैन गहना आदि केही पनि लाउनु हुँदैन यस्तो बेला है भिक्षु चरेको थाली अनि
दुई टाइम पकालमा खानु पनि हुँदैन। जस्तो हामी हाम्रो नियममा चाहिँ 12 बजे अगाडि भन्छ होइन, 12 अगाडि खाइसक्नुपर्छ भन्छ। अनि तब जाको तब बिहाको लास्ट दिनमा मरियो भनेछ, तब बिहाको भनेको फराकिलो उच्च बोटको जुन अग्लो खालको बसेको हुँदैन। त्यो यति छोड्नुपर्छ भन्दाखेरि गर्नुपर्छ। चिसो भएछ अहम कम नामा नसिन्छ साबे आदिहरू हेर्न त भिडमा आदि ढिलो संस्कृत अब यो जीवनको विषयमा सानो कुरा भन्छु। ल अब तिमीले हातमा चिबर छ भन्दा खास गरेर हाम्रो भाषाभन्दा त्रिचिबर भन्ने चलन छ है। राजद्वारमा तिमीले भिक्षाका लागि भोट जमाउनलाई के अरे निमन्त्रणा आउँछ, त्यो वखतमा एक जोर चिबर चाहिँ भने कुटी अवस्था लाउने, अर्को चिबर चाहिँ भन्यो भने अब त्यो बना समुद्र कतै माघी हिँड्दाखेरि लाउने, अर्को एउटा चिबर चाहिँ भनेको राजद्वारमा जाँदाखेरि भवन यदि यो राजाले बोलाउँदाखेरि ल्याएर जाने। त्यस कारण है चिबर भने त्रिचिबर भनेको हो। भाडा हो सबैजना
सबैजना रमाइलो भइरहेको छ। फर्स्ट अफ अल त यस्तो वर्षाको याममा पनि हजुरहरू समय मिलाइदिएर यसरी आउनुभयो। बजार परिक्रमा गराउनलाई याग पूरे याग
Mấy rau nữa sao mà rau thì thịt bây giờ. Hello, lain sih dah bagus lah. Đi mà lo và là sau như cái bạn nào đây anh sao đi nhiều đi đâu nào chứ đạp theo vậy anh nhiều đi đâu nè Namo tassa bhagavato arahato samma sambuddhassa Namo tassa bhagavato arahato samma sambuddhassa Namo tassa bhagavato arahato samma sambuddhassa Buddham sharanam gacchami Dhammam sharanam gacchami Sangham sharanam gacchami Dutiyam pi buddham sharanam gacchami Dutiyam pi dhammam sharanam
गच्छामि द्वितीयम्पि सङ्घं शरणं गच्छामि तृतीयम्पि बुद्धं शरणं गच्छामि तृतीयम्पि धम्मं शरणं गच्छामि तृतीयम्पि सङ्घं शरणं गच्छामि पाणातिपाता वैरमणि सिक्खापदं समादयामि अदिन्नादान वैरमणि सिक्खापदं समादयामि कामेषु मिच्छाचारा वैरं सिक्खापदं समादयामि मुसावादा वैरमणि सिक्खापदं समादयामि सुरामेरयमज्जपमादट्ठान वैरमणि सिक्खापदं समादयामि भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वबुद्धानुभावेन सोद्धि होतु सर्वदम् भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सोद्धि इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फुल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आनी गाँसेछ
मेरो तिमी सधैँ सुखी रहोस् अन्धकारमा झ उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता तिमी हौ तिमी सबै हौ छोरी मेरो खाली होइन संसारकी हौ तिमी रानी नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए गमले नाच सुख पाए खुसीले नाच है Juyata sinha swame juyata yangu swame hajuyata gumpira swame Juyata sinha swame juyata yangu swame hajuyata gumpira swame Hare sir mein tata khabula buke bachiye june Hare sir mein tata khabula buke bachiye Lia mada jo louco hai Lia sheta taula baji hai Rani mein juga kwe juna hai Lia mada jo louco hai Lia sheta taula baji hai Rani mein juga kwe juna hai Hare sir mein tata khabula buke bachiye Hare sir mein tata khabula buke bachiye Juyata shabaji juyata luya baji Juyata baji Juyata shabaji juyata luya baji Juyata baji Khabula
boke bachia luyana Hare sir mai tata kabu na boke bachia luyana Rajamati kumati jike osa pirati haya baba rajamati cha Rajamati kumati jike osa pirati haya baba rajamati cha Rajamati mabilda sakasi waniti labu haya biu rajamati cha Rajamati mabilda sakasi waniti labu haya biu rajamati cha Saunda sakuli kuli mikada sabala bala sakumia me machala Saunda sakuli kuli mikada sabala bala sakumia me machala Kada satuyu kha phale nigati tulu nananya raja Satuyu kha phale nigati tulu nananya raja mati cha Tari thapuyat yodu chiri khapuyap yodu rajamati abhijakanidu Tari thapuyat yodu chiri khapuyap yodu rajamati abhijakanidu Bijakani madhuma khalagita maya bhuba haya biu rajamati cha Bijakani madhuma khalagita maya bhuba haya biu rajamati cha
दिशेला कमारुहिती थाने यथाहिती खोने या खोहिती दिशेला कमारुहिती मरुहिती लखाऊ मता कोलुते लुकी हना रजमती तसा पलना मरुहिती लखाऊ मता कोलुते लुकी हना रजमती तसा पलना रजमती खुमती जिके ओ सपिरती हाया बाबा रजमती हाथों तीन तरकारी कल्ले खाने हो मन पर्यो कहिले गाली मन पर्यो ससुराली टेके पछि साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो लौन ससुरा बा मलाई साली मन पर्यो Bye.